को आयो भन्छौँ हामी। हामी अनमोल फास्टफुडबाट थुक्पाहरू खाइसकेर हामी निक्लिँदैछौँ। होइन हाँसी चढे झर्नु लागि अहिले। हेलो गुड मर्निङ। अहिले भने होइन आज चाहिँ म तपाईँहरूलाई म मेरै घरबाट गुड मर्निङ भन्दैछु हो। म आज मेरै घरबाट भ्लग स्टार्ट गर्दैछु। अनि चाहिँ म चाहिँ यहाँ खाजा खान आँटेछु। मेरो ब्रेकफास्टमा चाहिँ यहाँ सब बुढोको भात, अन्त हिजो बेलुकाको बासी भात, कालो दाल, अचार, पिँडालु, अन्त यहाँ आर्को अचार यहाँनिर। तिमीले खायौ अरे? ल म खान्छु ल। के खायो 3 ताल? बुढेको बाम केसँग खायो? पिँडालु चाहिँ यसरी खानुपर्ने हुन्छ क्या। यो तपाईँहरूले खानुभएको छ कि खानु भएको छैन हो। यस्तो हुन्छ यो चाहिँ जमिन मुनि फल्छ। माथि चाहिँ यस्तो बोट आएको हुन्छ हो। यसलाई चाहिँ यसरी केलाएर ल गाइस म चाहिँ ताजिसकेको छु यसरी हो। अनि यहाँ अचारमा यसरी दामी हुन्छ गाइस। हेलो गाइस, आज भने चाहिँ म यहाँ मामा घर जाँदैछु। हाम्रो मामा घर जाँदा चाहिँ यस्तो अफ रोडिङ बाटोहरू देख्नु पाइन्छ हो। र म चाहिँ यहाँनिर यो बाटो म सधैँ खुट्टा नटेकिकन लाने गर्छु हो। प्रायःले चाहिँ मलाई थाहा छ यहाँनिर खुट्टा टेकेर कसैलाई साह्रो परिरहेको हुन्छ हो। तर मलाई चाहिँ यो बाटो सजिलो नै लाग्छ र म चाहिँ अब खुट्टा नटेकी नै तार्ने गर्छु सधैँ हो। यो जाँदाखेरिको हो, यहाँनिर यो जाँदाखेरिको हो यो चाहिँ हो। र अलि फर्किँदाखेरिको पनि छ क्लिप चाहिँ हो, भिडियो। अन्त यो म चाहिँ सधैँ यसरी नै आरामले तार्छु हो। अब यो चाहिँ फर्किँदै गरेको मामा घरबाट सामान पुऱ्याएर फर्किँदै गरेको बेला हो। अन्त यहाँनिर चाहिँ म अब जाँदाखेरि नि खुट्टा नटेकी तार्छु हो। कसैलाई चाहिँ यो बाटो पुरै साह्रो परिरहेको हुन्छ, तार्नु कसै डराइरहेको हुन्छ हो। अन्त उनीहरूले चाहिँ अरूलाई जो अलिक जान्ने जो एक्सपिरियन्स छ उहाँहरूलाई तार्नु दिइरहेको हुन्छ हो। कि त आफै दोहोऱ्याउँदै तार्छ, खुट्टा टेकेर ओर्लिएर डराएर त्यसरी तार्ने गर्छ हो। तर मलाई चाहिँ यो बाटो अब सजिलो लाग्छ मलाई चाहिँ अब, किनभने अब कुदाइरहेको यत्रो साल भइसक्यो कुदाएको र यो चाहिँ अब मेरो एक्सपिरियन्स हो भनौँ न है। त्यही लागि मैले यो भिडियो चाहिँ तपाईँहरूमाझ साझा गरेँ। मैले के कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला। अहिले फिलहाल भने चाहिँ हामी यहाँनिर आएको छौँ। आयान र म चाहिँ यहाँनिर, आयान र उसको निनी, उहाँ चाहिँ निनी पर्छ एल्टिनालाई चाहिँ। ओ गाडी आउँदैछ भाइ। यहाँनिर दुईजना चाहिँ क्रिकेट खेलिरहेको छ। आमा निनीको सर्ट फेरि खतरा छ। भाइलाई कुदाएको छ यहाँनिर निनीले। आउट हुँदा नि ब्याटिङ बस्नु दिँदैन भाइलाई, लन्डाको छ निनीले भाइलाई चाहिँ। ल खोइ आउट पार्छ कि भनेको भदाइले। आउट आउट हो दिँदैन भाइलाई चाहिँ, ब्याटिङै दिँदैन आउट पार्दा नि। क्याच खाऊ। निनीको सर्ट खतरा छ यहाँनिर। ब्याट त गर्नु सक्दैन होला, मजाले गर्न, ताकेर गर्न, विकेटमा ताकेर गर्न। आउट हुँदा नि दिँदैन हो। निनीले चाहिँ कुद्छ गरेछ निनीले चाहिँ। भाइलाई चाहिँ हत्तु बनाइसक्यो निनीले कुदाएर। भाइ कुदेको बल दिने अब चाहिँ जाँदैन अरे बस निनीले जानु भन्दैछ। भक्कु बल ल्याएर हत्तु भएर आउँछ। बल्ल भन्दा निनीले चाहिँ भाइलाई ब्याट दिइसकेको छ। भाइ चाहिँ फेरि ब्याट पनि हालाउनु जान्दैन, हान्नु जान्दैन भलै हो। हाने भाइले नि, हान्दै रहेछ है भाइले नि। त्यहाँ कुदाउनु थाल्यो है भाइले। पार्यो नि, स्पिड बल्छ, बल फास्ट गर्छ निनीले। अहिले भने चाहिँ यहाँनिर क्रिकेट खेलिसक्यो, फुटबल खेलिसक्यो र यहाँनिर चाहिँ के अरे तिम्रो नाम हो? ऊ पनि जोइन गरिसकेको छ यहाँ आयन र एड्रिना निनीसँग हो। यहाँ अहिले चाहिँ उनीहरू भाँडाकुटी खेल्दैछ यहाँनिर। लजाकेर भाइलाई चाहिँ यहाँ निनीहरूले खोजेको रहेछ। भाइले चाहिँ निनीहरूलाई घुमाएको
के चोर पुलिस खेलेको कि ले भने चाहिँ हामी यहाँ घरमै छौँ है गाइस। आयन र म पाण्डे गएको थियौँ अघि। आयन खेल्दै थियो निनीहरूसँग र खेलिसकेर हामी घरमा आएर अहिले यसरी आयनको काका सोहन काका म आयन चाहिँ यहाँ यसरी बसिरहेको छौँ। आयन चाहिँ सर्ट्स हेर्दैछ युट्युबमा हो। सर्ट्स होइन भिडियो हेर्दै रहेछ आयनले। भालु काका नि बोरिङ भयो कता जानु भन्दैछ मोबाइल हेरिरहेको छ। अन्त मेरो कताको जान चाहिँ कहाँ गयो यहाँ थियो त अघि चाहिँ उनी यहाँ बसेर मोबाइल हेर्दै थियो दिवानमा बसेर। अहिले चाहिँ हामी यसरी बसिरहेको छौँ। यहाँनिर फ्यान चलिरहेको छ। अलिक टाइममै लन्च गर्न पाइयो र यहाँनिर म लन्च गर्नु लागेको। यहाँ आदि मुछिसकेको छु हो। यहाँनिर राइस छ चामल र यहाँ गुन्द्रुकको झोल नेपाली आइटम डिस। के हो अलुवा चामल नि यो धानको चामल हो बगडा अन्त कन्ट्रोलको चामल काम गर्दैछ अहिले फिलहाल भने चाहिँ। यहाँ पर चाहिँ हामीले भाँडाहरू सुकाएको थियौँ र त्यहाँबाट आयनले साडी सघाउँदैछ ठुलो मम्मी र उसको मम्मीलाई यहाँनिर है। त्यहाँबाट ठुलो मम्मी र आयनले चाहिँ यता ल्याउँदैछ अनि यहाँबाट चाहिँ बस्नाले भित्र सजाउँदैछ। हामी चाहिँ यहाँनिर सुपरभाइजरहरू काम गराउँदैछ। सुरु भयो मतलब बुझिनु पर्यो तपाईँहरूले। अब केटो निक्ल्यो केटो हिँड्यो भनेर के अरे भरे फेरि भनिदेऊ त हो। अहिले भने चाहिँ अब हामी यहाँ 9 नम्बरतिर जाँदैछौँ गाइस। यहाँ उपासनाले चाहिँ लुगा घटाउने अरे हो। स्ट्रिङ सिधा बनाएको छ त्यता फास्टफुडपट्टि नि गइन्छ हो। थुक्पा खाइन्छ साह्रै खाना रुचेन आजको हो। अनुहार थुक्पा खाइ हुन्छ मामाको छिटो अनुहार दोकानमा होला। कहाँ गएको आयो भन्नु हामी किन गएको भन्नु न। तिमी के खाने ललिपप कोही त छैन जुत्ताहरू खाँदैन केही पनि यसले। भालु काकालाई भन् भालु काकालाई। हामी यहाँ फास्टफुड सेन्टरमा आइपुगिसकेको छौँ। आयनले चाहिँ मोमो खाने अब उपासनाले चाउमिन म थुक्पा र हाम्रो सोहन भाइले पनि थुक्पै खान्छ अरे। यसले चाहिँ यहाँनिर वाइन पनि खानु सुरु गरिसकेको छ। वाइनको बोतल चाहिँ यहाँनिर छ हो। हाम्रो चाहिँ यहाँ थुक्पा आइसकेको छ हो। हामीले चाहिँ खानु पनि सुरु गरिसक्यौँ। आयन पनि मोमो आयो भर्खरै। तिम्रो चाहिँ के अर्डर गर्दैछ उसो चाउमिन अर्डर छ। अब चाउमिन आउनु आँटेको छ हो। सो खायौँ ल गाइस थुक्पा लभर्स हो गाइस थुक्पा लभर्स चाहिँ हामी अनमोल फास्टफुडबाट थुक्पाहरू खाइसकेर हामी निक्लिँदैछौँ। यहाँ प्रेसर कम्ती रहेछ एकदमै लो प्रेसर रहेछ। यहाँ हावा भर्नु आएको छैन। यहाँ त बन्द रहेछ आज त अब चर्च जानुपर्छ दा यहाँको दोकाने दा दाजु यहाँ हाम्रो काले देखाउन जानुपर्छ। हामी चाहिँ यहाँनिर लुगा घटाएर पनि आइसक्यौँ। म त्यहाँनिर चाहिँ भिडियो बनाउनु पाइनँ। म अलिकति बनाउनु पाइनँ बेसी भयो अलिकति। हामी चाहिँ अब घरतर्फ जाँदैछौँ। यो चाहिँ हाम्रो कपिस पस्ने बाटो। यो सिधा उँभो गयो भने चाहिँ कुमाई पुग्छ। कुमाई हो कुमाई आइला कुमाई बिदारी टप लाइन। र हामी चाहिँ हाम्रो घरबाट जाँदैछौँ। हाम्रो घरतर्फ त हो हाम्रो गाउँ चाहिँ। आइसकेको छौँ। बसाल चाहिँ एकखेप बडाल पनि सकिसक्यो घर र आयन यहाँ बसिराख्न र फेरि रेस्ट टाइम गाइस। अब एकछिन टिभी हेर्नु पर्ला जस्तो छ। 2:30 बजिसकेको छ र गाइस अहिले भने चाहिँ म यहाँ निक्लिसकेको छु हो। अब हेर्नु हाम्रो ग्राउन्डमा त छैन केटाहरू फुटबल प्र्याक्टिस गरेको छैन आजकल हो आजभोलि। अब भाइ जाँदैछौँ त्यहाँनिर फुटबल प्र्याक्टिस गरेको छ भने म नि त्यहाँ प्र्याक्टिस गर्नेछु र म चाहिँ फारी जाँदैछु अहिले। प्र्याक्टिस गरेन हुने रहेछ है। फारीको ग्राउन्ड पनि यस्तो खाली छ। एक भाइ मात्रै पर्खेर बसिरहेको रहेछ। मैले ल साथ लिएर आएको आज फुटबल प्र्याक्टिस गरेन भने अब डुल्नु जानुपर्छ उँभोतिर। अब भाइले चाहिँ यहाँ मलाई अम्बक टिप दिने अरे हो। यहाँ भाइ र म अब अम्बक खान्छु। अहिले नासी चढे झर्नु लाग्यो अहिले। 2टा झारिसकेको छ भाइले यहाँनिर।
भाइले अब त्यो पाइ खान्छ ल म तैँले यो काँचो काँचो खान्छु पाकेको अलिक रुच्दैन मलाई अम्बक तासी तासी पुगेको नि अन्त यो अर्को काँचो दिएँ है मैले त्यही लागि गाइस म चाहिँ हतार पाकेको चाहिँ रोज्दिनँ त्यही लागि यस्तो काँचो अम्बक रोज्छु भाइ चाहिँ तासरी लास्टमा त कुहेको पो निक्ल्यो यता चाहिँ हो गाइस तपाईँहरूको यो रङ्गु दलगाउँ गैरीबास हो यता चाहिँ र यता चाहिँ हो भुटान यो पर त्यतिहरूको सेतो सेतो योहरू सबै यिनीहरू चाहिँ भुटान हो गाइस कुन भुटान हुन्छ गोला बजार लाग्छ भन्छ गोला भुटान के भुटान पो भन्छ यो त भुटान चाहिँ भुटान हो गाइस चराहरू पनि बास बस्नु लाग्नु थालिसक्यो गाइस बास त बसेको होइन अब यिनीहरू बास बस्ने बेला भयो चराहरू सबै रुप्पी गए रुप्पी भन्छ हामी चाहिँ यसलाई गए रुप्पीहरू रहेछ हुन्छ र अहिले भने चाहिँ म घर आइपुगिसकेँ हो र फुटबल प्र्याक्टिस पनि भएन आज र त्यतिकै इभिनिङ राइडमा गएको जस्तो भयो त्योहरू क्याप्चर गर्न सकिनँ हो बाइकमा त अब त्यो डुलेकोहरू साथीहरूसँग यसो भेटघाट भयो र अब यति भन्दै आजको भ्लग म यहीँ एन्ड गर्छु बाई बाई गुड नाइट